यसरी नै काम गर्ने हो भने चाहिँ देशले पनि मुहार फेर्न खासै समय चाहिँ लाग्दैन। हेलो नमस्ते। यसरी अर्काको भूमिमा भौतारिएको पनि थुप्रो वर्ष भइसक्यो। यो समेत अहिलेको भूमिमा टेक्दै गरेको देश समेत जोड्ने हो भने लगभग कतिवटा 4वटा देश भइसकेछ। प्रोपरली पैसा कमाउनकै लागि भनेर टेकेको भूमि मध्येमा जोड्ने हो भने चाहिँ 4वटा देश भइसकेछ। थाहा छैन अब अझै कतिवटा बाँकी छ कि अझै टेक्नलाई। जहाँ जहाँ गए पनि केही न केही चाहिँ पक्कै उपलब्धि भएको छ। यहाँसम्म आउँदाखेरि यो देशले पनि अझ धेरै सिकाउँदैछ। अरू देशहरूमा त मेहनत गरियो पैसा कमाउनुपर्छ भन्ने उद्देश्यले, तर यहाँ आउँदाखेरि चाहिँ अलिकति अब उमेरको कारणले पनि अथवा समयले पनि अलिकति परिपक्वता चाहिँ ल्याउँदैछ। धेरै कुराहरू सिक्ने मौका मिल्दैछ। अब अहिले ठ्याक्कै यहाँनिर चाहिँ यो देशमा खेती सुरुको सिजन आयो। विगतको 3 महिना चाहिँ बरफले गर्दा चिसोले गर्दाखेरि केही पनि भएन। अब यहाँ खनजोत गर्ने अनि मर्सल हाल्ने कामहरू सुरु भयो होइन। यसरी अब यहाँ चाहिँ नि पानीको समस्या छैन। यहाँ हरेक गराहरूमा हरेक खेतहरूमा पानी पुग्छ क्या। यिनीहरूले पानीको पोइन्ट छ, त्यहाँबाट पाइप लगाएर पर्याप्त पानी लगाउन सक्छ। हाम्रो देशमा पनि अब अहिले नयाँ सरकार छ। हिजो हो कि अस्ति हो, हिजो मात्रै शपथ कार्यक्रमहरू भए, पदभार ग्रहणहरू गर्ने कामहरू भए। अब यी देशहरूबाट विकसित देशबाट केही सिक्ने हो भनेदेखि सबैभन्दा अगाडि लानुपर्ने भनेकै कृषिलाई हो। नेपालमा अरू के छ र उत्पादन? केही हुने खासै छैन, यही कृषि नै हो मैले देखेको चाहिँ। अब यो कृषिलाई पनि पर्याप्त व्यवस्थित किसिमले अगाडि बढाउन सकेन भनेदेखि अब आउने वर्षहरू अझ गाह्रो भएर जान्छ। र कृषि पहिलेदेखि भनिरहेको एउटा के छ भने कृषकहरूलाई मलको समस्या भन्ने एउटा ठुलो चाहिँ भनौँ न एउटा हुँ भन्छ, के भन्छ त्यसलाई, एउटा भनाइ छ भनौँ न। खासमा त्यो मलको समस्या पनि होइन। मलको ठुलो समस्या होइन। सबैभन्दा समस्या भनेको कृषकहरूलाई पानीकै समस्या हो। पानी, बिजुली र बाटो, त्यसपछि बजार व्यवस्थापन। यी 3-4वटा कामहरूमा लाग्ने हो भनेदेखि मै पनि यो देशलाई छोडेर आफ्नै ठाउँमा गएर यसरी कृषि गर्न म पनि तयार छु। देशलाई छोड्न म पनि तयार छु। तर त्यो दिन आउला नआउला, आशा गरौँ केही सकारात्मक कामहरू होस्, कामना गरौँ। अरू त खै के गर्न सकिन्छ र। यसरी यहाँनिर यो सबै यो पाइपहरूमा पानी मजाले कुद्छ क्या। पानीको पर्याप्त छ यहाँ। अब यो खोल्यो भनेदेखि पर्याप्त पानी पुग्छ जुनसुकै बेला, जहिले पनि, 24 घन्टा। यसरी नै काम गर्ने हो भने चाहिँ देशले पनि मुहार फेर्न खासै समय चाहिँ लाग्दैन। तर अब बदलाव, प्रतिशोध र के भन्छ त्यसलाई, वेस्टर्न तरिकाको एउटा भाइरल किसिमको जनतालाई तुरुन्तै हामी देखाइहाल्ने भनेर आलो तातो कामहरू गऱ्यो भने चाहिँ मलाई लाग्दैन फेरि समितितिर जान्छ भनेर। तपाईँलाई के लाग्छ? कुराहरू राख्नुहोस् ल।